सदस्य डाक्टर तोसीमा कार्की माथि भएको दमनको घोर भर्त्सना गर्दछु र मेरो विषय प्रवेश गर्छु। विपद व्यवस्थापन, जोखिम न्यूनीकरण र पूर्व तयारी बारे मैले यो सदनमा पटक पटक सरकारको ध्यान आकर्षण गराएको छु। मेरो निर्वाचन क्षेत्रमा घरको छानामाथि 4 जना बसेर हार गुहार गरेर गुहार माग गर्दा गर्दै बाढीमा बग्नु परेको कहाली लाग्दो घटना गृहमन्त्रीज्यू र तपाईँ हाम्रो आँखामा ताजै होला। उपत्यकाको थुप्रै नदीहरू निकास हुने ठाउँ, चोबारको गल्छी, कीर्तिपुर नगरपालिका र ललितपुर महानगरपालिका बीचको कटान भएको ठाउँ जहाँ डाँडाको ढुङ्गाहरू खसेर थुप्रिएर त्यहाँ गल्छी साँगुरी भएको छ र वर्षेनी पानीको बहाव बढेको अवस्थामा ब्याकफ्लो भएर ललितपुरका थुप्रै ठाउँहरू डुबानमा पर्छ। सरकारले विपद परेको बेला अतालिने र कर्मण्यता प्रस्तुत गर्ने उपकरण छैन, भिजिबिलिटी पुगेन भन्ने मात्र हो कि समयमै समस्या पहिचान गरेर समाधान गर्ने हो। तसर्थ त्यो गल्छी फराकिलो बनाउन, त्यहाँ थुप्रिएका ढुङ्गाहरू निकाल्नको लागि, व्यवस्थापन गर्नको लागि म सरकारलाई यथाशीघ्र काम गरोस् भनेर भन्न चाहन्छु कि त्यो उपत्यकालाई डुबाउनु। सदस्य डाक्टर तोसीमा कार्की माथि भएको दमनको घोर भर्त्सना गर्दछु र मेरो विषय प्रवेश गर्छु। विपद व्यवस्थापन, जोखिम न्यूनीकरण र पूर्व तयारी बारे मैले यो सदनमा पटक पटक सरकारको ध्यान आकर्षण गराएको छु। मेरो निर्वाचन क्षेत्रमा घरको छानामाथि 4 जना बसेर हार गुहार गरेर गुहार माग गर्दा गर्दै बाढीमा बग्नु परेको कहाली लाग्दो घटना गृहमन्त्रीज्यू र तपाईँ हाम्रो आँखामा ताजै होला। उपत्यकाको थुप्रै नदीहरू निकास हुने ठाउँ, चोबारको गल्छी, कीर्तिपुर नगरपालिका र ललितपुर महानगरपालिका बीचको कटान भएको ठाउँ जहाँ डाँडाको ढुङ्गाहरू खसेर थुप्रिएर त्यहाँ गल्छी साँगुरी भएको छ र वर्षेनी पानीको बहाव बढेको अवस्थामा ब्याकफ्लो भएर ललितपुरका थुप्रै ठाउँहरू डुबानमा पर्छ। सरकारले विपद परेको बेला अतालिने र कर्मण्यता प्रस्तुत गर्ने उपकरण छैन, भिजिबिलिटी पुगेन भन्ने मात्र हो कि समयमै समस्या पहिचान गरेर समाधान गर्ने हो। तसर्थ त्यो गल्छी फराकिलो बनाउन, त्यहाँ थुप्रिएका ढुङ्गाहरू निकाल्नको लागि, व्यवस्थापन गर्नको लागि म सरकारलाई यथाशीघ्र काम गरोस् भनेर भन्न चाहन्छु कि त्यो उपत्यकालाई डुबाउनु।